चट्टानमा हिँडिरहेको छौँ त कस्तो छ हामी जाजरकोट जिल्लाको एकदमै अप्ठ्यारो चट्टानमा छौँ। हिँड्न नि गाह्रो, गर्न नि गाह्रो। यहाँ हेरौँ झरना भए पनि यो पानीको कुलो छ यस्तो छ होइन। अब चाहिँ हामी अगाडितिर तल एक्सप्लोर गर्न गइराखेका छौँ। यो खोल्सा कहाँसम्म पुग्न सकिन्छ हेरौँ। अब हेर्दै जाउँ हामी कहाँ पुग्छौँ। चट्टान त एकदमै चिप्लो डेन्जर चप्ला एकदम छ, अप्ठ्यारो छ। चिप्लियो भने कहाँ पुग्ने हो थाहा छैन, तर आउन सकिन्छ। हेरौँ गाह्रो छ, अप्ठ्यारो छ, तर यस्तो खोल्सामा हामी रमाइलो गर्न गइरहेका छौँ। आज यो जाजरकोट जिल्लाको छेडागढ नगरपालिकामा रहेको छ। हेरौँ चट्टानबाट माथिबाट चाहिँ पहिरो पनि आउन सक्ने सम्भावना छ। हिजो भर्खरै पानी परेको हुनाले यो खोलो पनि एकदमै अप्ठ्यारो डेन्जर भएको छ। हामी तलैसम्म यहाँ त्यहाँ पुग्ने विचार गरेका छौँ। हेरौँ कस्तो छ, तलसम्म हामी जाने निदो गरेका छौँ। यहाँ ठुलै ठुलो हल्का हल्का चट्टानहरू मात्र छन्। यो चट्टान ढुङ्गा यहाँबाट हेरौँ कस्तो छ चट्टान त। यहाँ त यहाँबाट तल जानलाई हामीले चाहिँ डेन्जर केही नै पनि। यहाँबाट लगभग 20 देखि 25 मिटर गहिरो छ। त्यसपछि बल्ल पानी खोल्सो भएको छ। अब यो गहिरोमा हामी कसरी जाने, बाटो चाहिँ अब चिप्लो छ, यताबाट पानी बगिरहेको छ। हेरौँ जाने तयारी गर्ने कोसिस गरेका छौँ हामीले। अब पुगौँ कसरी पुग्दो रहेछ। अगाडि खोल्सामा आइसकेको छ। यो त पुरै चट्टानले भरिएको मात्र छ। यहाँ पनि पानी सिपिज बगिरहेको छ। यो पानी सिपेजबाट चाहिँ एकदमै चाहिँ हिजोको पानीले चाहिँ बाटोलाई एकदमै अप्ठ्यारो जटिल बनाएको छ। हामीलाई चाहिँ एकदमै हिँड्न पनि गाह्रो छ, तर पनि आज एक्सप्लोर गर्ने भन्ने हाम्रो उद्देश्य रहेको हुनाले अब यहाँबाट धेरै गहिरो भएको हुनाले कसरी जाने, अब हाम फाल्नै पर्छ। लगभग धन्न आइयो। मुस्किल छ, बाटो छ, अप्ठ्यारो छ, गाह्रो छ, तर पनि जो एक्सप्लोर गर्ने हाम्रो उद्देश्य छ आज। यस जाजरकोटमा रहेको यो खरे खोलोको बगरै हामी चाहिँ तलसम्म हरियाली जङ्गलमा पुग्ने हाम्रो उद्देश्य रहेको हुनाले हामी तलतिर जाँदैछौँ। बगरमा एकदमै गाह्रो छ, अप्ठ्यारो छ बाटो, हिँड्दैछौँ। यहाँ हेरौँ, ओहो अचम्मको छ। वाउ, बाटो तपाईँहरूलाई म यतातिरबाट एक्सप्लोर गर्न खोजेछु। एकैछिन वेट गर्नु होला। अनुमान लगाएर हाम फाल्नुपर्छ। गाह्रो छ। हेरौँ यहाँ एक्सप्लोर गर्दै गर्दा यहाँबाट अब तल हामी पुगिसक्यो भने चाहिँ त अनुहार पनि पर्दैन होला। पुरै झुन्डा चट्टान कस्तो छ हेरौँ त, पुरै बगर बगिरहेको छ। त्यो पानीको जुन बेग छ हेरौँ, यहाँ पानीको बेग लिएर त पुरै चिप्लेर तल पुग्यो भने चाहिँ त मान्छेको हड्डी पनि नबस्ने हो। भोलि म हुने नहुने जस्तो भइहाल्छ। त्यो चट्टानै चट्टान, तर पनि हाम्रो उद्देश्य तल बगरसम्म जाने रहेको छ। त्यहाँ सानो एउटा ताल छ, त्यो तालमा पनि हामी पुग्छौँ र बाटो खोज्छौँ। जसरी पनि हामी बाटो खोज्नेछौँ। यताबाट भए पनि बगरै हामी जानेवाला छौँ। त्यो खोल्साबाट हिँड्दा यहाँसम्म आज कोही पुगिसकेको छौँ। चट्टानमा हेरौँ, तपाईँ हेर्न सक्नुहुन्छ। यस्तो अप्ठ्यारो बाटो, समस्या बाटो, यस्तो हामीले चाहिँ क्यामेराले पनि भ्याउन गाह्रो हमी हुने भएको हुनाले अब यो पुगेको छौँ। अहिले चाहिँ समतल देखे तापनि तपाईँको यहाँबाट चट्टान चाहिँ एकदमै अप्ठ्यारो रहेको छ, तर पनि हामीले एक्सप्लोर गर्यो, ठाउँ घुम्यौँ। आजको दिन एकदमै रमाइलो इन्टरटेनमेन्ट गर्यो। तपाईँहरू पनि यस्तै चट्टानमा यदि नेचर लभर हुनुहुन्छ भने चट्टानमा आउनु होला। हेरौँ यो चट्टानहरू हामी हिँड्दै ढुङ्गा यहाँ चाहिँ माथि चढ्न नि गाह्रो छ। तर पनि अब यो खोल्सा अब त्यहाँबाट अगाडि निस्किने, बाटोमा निस्किने भने चाहिँ उद्देश्य हो। गर्मी पनि अत्याधिक भइसकेको छ। यहाँबाट चाहिँ यो खोल्सो कस्तो अप्ठ्यारो डेन्जर देखेको छ, तर अब तपाईँहरूले क्यामेरामा नदेखेको हुनसक्छ। एकदमै जुन कुरा चाहिँ आँखाले भ्याउँछ त्यो कुरा चाहिँ गयो बच्यो है। जुन कुरा चाहिँ आँखाले देख्छ त्यो कुरा चाहिँ क्यामेरामा देखाउन गाह्रै पर्न जान्छ। तर एकदमै अप्ठ्यारो, रमाइलो, इन्टरटेनिङ, पुरै यो टोटली रक गार्डन भने पनि हुन्छ। चट्टान रक, एकदमै यो सेडिमेन्टी रकको भ्रमार छ यहाँनिर। हामीले चाहिँ एक्सप्लोर गर्दै आजको दिन यसरी नै बितायौँ। अब अगाडि पनि हामी यस्तै ठाउँहरू पाएको छ भने तपाईँहरूले हामी अवलोकन गराउनेछौँ, देखाउनेछौँ। र हेरौँ त्यहाँ चट्टान कस्तो छ। यो डाँडाबाट पुरै बगरै चाहिँ हामीले पानी बगेको छ। आज त अलिकता कम छ पानी, यद्यपि पनि यहाँ पानीको चाप जहिले पनि बढिरहेको छ। त्यो चट्टानबाट ओसेर अझै पनि हेर्छौँ हामी कताबाट कहिले कसो बेलामा ढुङ्गाहरू पनि तल पहिरोको रूपमा चाहिँ तल खसिरहेको हुन्छ। अघि धन्न हामी चाहिँ बसेको टाउकैमा खसेन, किनकि यस्तोमा अप्ठ्यारो छ बाटो, गाह्रो छ। तर पनि हामी तपाईँहरूसँग जोडेर यी कुराहरूलाई एक्सप्लोर गर्दैछौँ, देखाउँदैछौँ। हेर्नुहोस् एकदमै रमाइलो छ ठाउँहरू, भनी साध्य छैन। तर यहाँ हामी हेर्न सक्छौँ विभिन्न प्रकारका ढुङ्गाहरू पनि यसरी छन्। यी ढुङ्गाहरूमा चाहिँ घोटेर आगो पनि बाल्न मिल्छ। तर एकदमै होइन पुराना एसेन्ट हाम्रो बाबुबाजेहरूले चाहिँ यसरी यी ढुङ्गाहरूबाट चाहिँ विभिन्न प्रकारका उपकरणहरू बनाउने गर्थे। हेरौँ त्यहाँ कस्तो बाटो छ र अप्ठ्यारो छ नि। यो चाहिँ एकदमै चट्टान लायकको ढुङ्गा छ। यतातिर पहाडतिर स्थानीयहरूले यस्तो ढुङ्गाबाट घरको छानो पनि बनाउँछन्। एकदमै छ
यी ढुङ्गाहरूको सदुपयोग गर्न चाहिँ हाम्रा पुर्खाहरूले जानेका छन्, हामी नजाने तापनि। ठिक छ, यो कुराहरूले धेरै कुराहरूले सिकाउँछन्, बुझाउँछन्। अब यहाँबाट हामीले यो चट्टानलाई हेर्दाखेरि कस्तो छ भनेपछि अब यहाँबाट जान गाह्रो अप्ठ्यारो, यद्यपि पनि हामी पुगेर आयौँ, त्यो कुरालाई एक्सप्लोर गऱ्यौँ, हेऱ्यौँ र यो जुन कुरा मनले महसुस गरेको त्यो कुरा तपाईँहरू समक्ष हामीले प्रस्तुतै गर्न सक्दैनौँ, शब्दमा बयानै गर्न गाह्रो। यति मनमोहक र यति रोमाञ्चक, यति चाहिँ मनलाई चाहिँ पग्लाउने खालका यो गार्डनहरू, यो रक गार्डन भनौँ, यो चट्टानहरू, यो पानीको बगर, यो पानीको मधुर आवाज, चराचुरुङ्गीको आवाज, यो डाँडा पखेरा, यस्तो रमाइलो। यतिकै नेपाललाई चाहिँ नेचुरल ब्युटी अर्थात् यो नेचुरल रिसोर्सको भण्डार, प्रकृतिको एउटा चाहिँ समागम यतिकै नभनिएको होला। यी चट्टानहरू एकदमै मनमोहक र दृष्टिवान छ। तपाईँहरूलाई चाहिँ यी कुराहरूबाट हामीले जानकारी गर्न चाहन्छौँ। हिँड्ने र कस्तो कस्तो अप्ठ्यारो बाटोमा आएका छौँ। यो पानीको चाहिँ चिसो, पुरै हिमालयबाट पग्लेर आएको पानी, हिउँ पग्लेर आएको पानी हो, एकदमै चिसो छ। हेरौँ यो बगरै बगर हामी हिँडेर यस्तो अप्ठ्यारो बाटो, तर जो नेचर लभ भएको हुनाले चाहिँ एकदमै रमाइलो छ। हामीलाई चाहिँ नेचर चाहिँ एकदमै नेचरको प्रिय मान्छे भएको हुनाले चाहिँ मलाई यो प्रकृतिसँग यस्तै रमाउन मन लाग्छ। बेला बेलामा यस्तो फुर्सद भएको बेलामा, बिदा भएको बेलामा, समय भएको बेलामा त्यसरी चाहिँ आउने रमाउने। अहिले हामी चाहिँ एकदमै रमाउन आएका छौँ चट्टानका बिचमा। अब तपाईँहरूले म अगाडि अझै यो झरना नजिक गएर देखाउने प्रयास गर्दछु। हेरौँ, तर अप्ठ्यारो छ, एकदमै अप्ठ्यारो छ, चिप्लो छ। सबभन्दा ठुलो कुरा चिप्लो छ। मेरो जुत्ता पनि चिप्लेर एकपटक भिजिसकेको छु पानीमा। यो कलकल कलकल बग्दै गरेको यो खोलोको जुन बग छ, यो बगर छ, यस्तो रमाइलो छ। आहा, मन लाग्छ यहाँ बसिरहँ, रमाइरहँ। तर के गर्नु, समयको पनि बन्देज हुन्छ। तपाईँहरूले हामी सक्दो एक्सप्लोर गर्न खोजिरहेका छौँ। हेरौँ त यो बगर कस्तो रमाइलो छ। मन मोहक, मन दृशक बगर छ। यो बगरै बगर हामीले चाहिँ यहाँ पानी हेरौँ त, पुरै रमाइलो गर्ने, एकदमै वाउ भन्ने फिल छ क्या। शब्दै आउँदैन मेरो दिमागमा, कसरी बोलौँ यो कुरालाई, कसरी तपाईँहरूको बयान गरौँ भन्ने कुरा चाहिँ व्याख्या गर्न सकेको छैन। तर यो मनलाई चाहिँ एकदमै शान्त, एकदमै रमणीय, एकदमै मनमोहक बनाएको छ यो दृश्यले, यो वातावरणले, यो वहाँको परिवेशले। यो परिवेशमा रमाइरहँ, घुमिरहँ भन्ने एउटा आभास आउँछ आफूलाई। तपाईँहरूलाई पनि यदि यो ठाउँमा आउनुभयो भने यति रमाइलो छ, यति मनमोहक छ, यति भनौँ न यो रमणीयसँग छ, यो दृश्यसँग यति जोडिने खालको छ भने चाहिँ पुरै नगरौँ। त्यस कारणले गर्दा यो नेचर, यो नेपालको प्रकृतिको देन हो। यो प्रकृतिमा हामीले जति रमाउन सक्यौँ त्यति हामीलाई चाहिँ रमाइलो, त्यति हामीले चाहिँ यो प्रकृतिले हरेक चिज हामीलाई दिएको हुन्छ। त्यो दिएको चिजलाई हामीले कसरी रमाउन सक्छौँ भन्ने कुरा हामीमा भर पर्छ। अब अझै गाडी गयो भने भिड्ने हुन्छ, तर पनि एकदमै यही बसिरहँ, सुतिजाउँ जस्तो लाग्छ, रमाइहालौँ, यहाँ नुहाइहालौँ जस्तो लाग्छ। तर बिरामी भइएला भन्ने डरले चाहिँ ननुहाएको। तर अब यो चट्टानमा कसरी हिँडौँ, कसरी जाउँ भन्ने कुरालाई नि गाह्रो भएको छ, एकदमै चिप्लो छ। यद्यपि पनि म जाने प्रयास गर्दछु, तपाईँहरूलाई हेराउँछु। यदि चाहे भने, इच्छा जनाए भने जे पनि सम्भव छ। तर यहाँ खुट्टा हटाउनै गाह्रो भइरहेको छ। हटाउँदै गर्दै हामी फेरि माथि पुग्ने प्रयास गर्दैछौँ र हामी माथि पनि पुग्यौँ। र यसरी चाहिँ अब हामी अगाडि जानेछौँ, बाटोमा पुग्नेछौँ। हाम्रो बाइक त्यहीँ छ, त्यो बाइकबाट चाहिँ हामी हेरौँ त। यसमा चिप्लियो भने त अगाडिकोतिर दाँत पनि जाने भयो, गङ्गामा पनि भाँचिने होला। यद्यपि पनि रमाइलो छ, दृश्य मनमोहक छ, रमणीय छ। तपाईँहरू यहाँ आउनुभयो भने चाहिँ आफ्नो दुःख, पीडा, तनाव सबै कुरालाई बिर्सिनुहुनेछ। किनकि यो प्रकृतिक नै यस्तो कुरो हो कि हरेक समस्याको समाधान, हरेक प्रब्लमको सोल्युसन र हरेक तनावमुक्त हुने वातावरण सृजना गर्छ यस प्रकृतिले। त्यस कारणले आज हामी थोरै समय भएको बेलामा यस बिदाको दिन यहाँ हामी रमाउन आएका छौँ, यो प्रकृतिसँग भिज्न आएका छौँ, प्रकृतिलाई बुझ्न आएका छौँ, एक्सप्लोर गर्न आएका छौँ र एक्सप्लोर गर्ने प्रयास गरिराखेका छौँ। तल बगरबाट हिँडेर आमा बाटो चाहिँ जान लागेका छौँ, तर चाहिँ पहाड भने पहाडै हो, तल तराई जस्तो बाटो त कहाँ हुन्छ र अप्ठ्यारो छ, यस्तो छ। तर रमाइलो छ। जोस् हिँड्दा हिँड्दा उकालोमा थाकिसक्यो, मौसम चिसो भए तापनि हिँडेर पसिना पसिना पऱ्यो, ल्याद परिसक्यो। त्यही भएर चाहिँ ज्याकेट पनि खोल्नुपर्ने स्थिति आयो र एकदमै रमाइलो छ। यो बाटो त देख्ने जतिको सजिलो त छैन, उकालो होइन। खुट्टा यो रुखहरू समात्दै गर्दै अगाडि हिँड्ने काम भइरहेछ। जोस् बाटोसम्म पुग्नलाई अझै हामीलाई समय लाग्दैन। धन्न चिप्लेन छु, चिप्लियो भने त तल खोल्सैमा कहाँ पुग्ने हो थाहा छैन। भेटिन्नु होला, म त फेरि यो एक्सप्लोर गरेको भिडियो पनि तपाईँहरू पाउनुहुन्थेन, तर पाउनुहुन्छ अब त। सही सलामत छु, राम्रोसँग सही ठाउँमा पुग्नेछु। थकाइ छ, एकदमै अत्याधिक थकाइ लागेको छ भन्ने कुरा तपाईँहरूलाई
शब्दबाट भन्न सकिनँ। एकदमै बोल्न पनि गाह्रो भएको छ, स्यास्या फ्याफ्या भइसकेको छु। किनकि तराईमा बसोबास गर्ने मान्छेलाई यसरी चाहिँ उकाली ओह्राली हिँड्न धेरै नै कठिनाई, धेरै नै गाह्रो हुँदो रहेछ। यद्यपि पनि मनमा आँट र अटुट भएपछि जे पनि सम्भव हुन्छ भन्छन्। त्यही भएर हामीले चाहिँ घन्टौँको यात्रा गरिसके पश्चात तल हामी बगरमा पुगेका थियौँ। बगरमा पनि एक्सप्लोर गऱ्यौँ, घुम्यौँ, रमायौँ। त्यहाँका ढुङ्गा माटा पानी झरनासँग खेल्यौँ, रमायौँ र फेरि अब पुनः आफ्नो गन्तव्यतिर फर्किन लागेका छौँ। है बोल्न गाह्रो भइसक्यो। यद्यपि पनि पुग्दैछौँ र पुगेर अब हाम्रो गन्तव्यमा कति अगाडि पुग्नेछौँ भन्ने थाहा छैन, समय लाग्ला। घन्टौँको यात्रा पश्चात हामी ठाउँमा पुगेका थियौँ। फेरि पनि हामी त्यो अनुसार ठाउँमा पुग्नेछौँ र तपाईँहरू समक्ष यो भिडियो पस्किने छौँ भन्ने